Hello, Gucci. Hi. गाडीको नाम पनि लो म मरे यार अत्तरी थ्यांक यू मिस्टर के थ्यांक यू दुर्गा मगर समीर मगर अस्मिता तामाङ किरण this Sam 19 guys and it's a time to see the potential guys final guys there is no big difference but we have on the battle let's go guys मेरो नेट स्लो भएर केही देखिन के let's go my team किले हारेको साथीहरु तपाईहरुले डबल ट्याप गरेको भए पनि हामी जित्थ्यौ क्या साथी हाम्रो स्कोर everybody has to know him his name is Milan who never give up he is the one man warrior he is the one man warrior big match को पोजिसन गरा जाऊ तपाईं ढिलो हुनु भयो दाइ यो भन्दा अगाडि हो खासमा प्ले अगेन नै ओ डन बोतल कति चोटी झार्ने 40 मा धेरै अब यो लास्ट गेम भनेर हो अघि चाहिँ कि त यहाँ हेर्नु न 40000 मा त धेरै पावर गरेर बसिरहेको छु त्यतिखेर हो मैले चाहिँ फ्री वाइफाई लसन चपाउँछु लास्ट म्याच फ्री वाइफाई आधार गेमलाई फोकस गर्नु छ नि के गरे भाइ हैन यहाँ फेरि पनि खेला भनिरहेछ अनि मैले त्यहाँ होस् भनेको नि लास्ट गेम सक्यो अब त्यही भएर त भनेको नि लास्ट गेम हो this is the last battle because we have won the battle no more game होस् के छैन आफ्नो नाम भोलिको लागि no more game ल अब गरम त पनिशमेन्ट रबिन दाइसँग भने डन गेम खेल्न आउनु पर्ला दाजु बहिनी पनि के खेल्ने पागल त्यो पनि हो तिमी नुन मान्दिनौ अब नै दाइ छोड्दिनु जम हाब्रे फेरि सावर गरेर जाऊ म लसुन चपाइदिन्छु नो प्रब्लम भोलिको दिनमा आउला नि 30 के सावर हैन अघि नै नुहाएर घरी अघि नै भन्नुपर्छ नि लास्ट गेममा उत्यो भनेको हैन नुहाउन भने सिधा म यत्तै गर्दिरहेछ त नि तपाई जस्तो तातो पानी हो हाम्रो तातो पानी पागल मिसिन बिगर राखी छ यार अघि त्यो सावर गर्दाखेरि अलिकति गरे थियो अनि त्यही भएर अघि यार नुहाइदेऊ यार डन लसुन त इजी भयो यार तपाईहरुले पहिले भन्नुपर्छ नि त नुहाउनु पर्छ हाम्रो 30 के आयो भने त लास्टमा फिक्स भएको हैन के रे 30 अगाडि नै भने के तपाईहरु भन्नु लास्ट गेम इजी हुन्छ भनेर भनेको हैन ओइ को गयो ओइ के भयो हाम्रो कहाँ गएमै किन कट भई कमेन्टमा बिसी जान्छ के भनेको बिसी जान्छ भोइस चलाउने हो कि के भो उ गएछ के नेट गएछ ईश्वर कटे सावर त डन यार तपाईहरु कस्तो अघि नै लस गरिसक्यो रुबिनजी कोन इज वेस्ट लास्टमा सिम्पल इजी हुन्छ फनी हुन्छ भनेको के हैन बोतल झार्नेहरु दिएको हैन कुकरलाई हान्ने ओठे त्यसमा कट्टु लगाउ टाउकोमा जा ओठे कट्टु ओठेको कट्टु हामीलाई पन्छले फेर चाहियो वेलकम ब्याक मिस्टर बट वेलकम कति झार्ने बोतलले है त्यसमा बोतलले कति 40,000 न 15 पटक चारवटा फुल लसुन गरेन त के गर्नु फर्स्टमै दिल भएको हुनु त 30 कटेपछि गर्नुपर्छ भनेर तर माने त के गर्नु सोच्नु केही छैन होस् म के नि भन्दिनँ मेरो त पोइन्ट 1000 समथिङ आयो म त धेरै भन्दिनँ मेरो पोइन्ट धेरै आएको भए चाहिँ म सायदै भन्न सक्थेँ होला तर छोडिदिनु अब फुल बोतल पानी भाइ यत्रो बोतलको पानी फुल भरेर मर्नु म ए बहिनी लास्ट स्टेज हेल्दिरहेछ डन त आजकल त यार अनि हामीले त फुल गरे त हामी त मरेन त खोइ हामी त बाँचिरहेछौँ न सावर गर्छ न यो पानी यार बहिनी यार ए भगवान यत्रो बोतलमा पानी फुल यत्रो मान्छेको भरोसा अरे एरिस दिदीको ठीक छ यार म फुल भर्दिन्छु यार लास्ट एरिस दिदीको ठीक छ यार बरु यार कसम
गाइस अब नखेल्ने लास्ट होइन फर्स्टमै डिल भयो कि साँच्चै हाम्रो 30 भन्दा बढी भयो भने हाम्रो ऊ हुन्छ भनेर के सावर हुन्छ भनेर पहिल्यै फिक्स भएको हो कि गाइस हाम्रो पनि चित्त बुझ्दैन के यो ठुलो यो ठुलो छैन दिदी ओए दिदी त्यो ब्याट जानु न ब्याट मजा आउँछ नि हो सावर हो नि दलको त केही देखेन यार अलि अगाडि हो भन्नु न यार जुम आउट गर्न मिल्दैन बहिनी जुम आउट गरेर ओ अलि पैसा हो गेम फ्रम सिंगापुर थ्यांक यू सो मच हेलो गुच्ची एक छुट्टी भाई नजरैमा अघि अघि ड्रपल आयो भयो बहिनी गेम रमाइलो भयो बास भयो बहिनी भयो बास रमाइलो भयो बहिनी रमाइलो भयो इनफ बहिनी के हो डन डन आइमा फुटे गया बहिनी फलामको छ क्या के भयो बहिनी सुन्ने हो पक्नु तपाईँ कहिले तपाईँले यो अप्सन बाहेक अरू दिन म भोलि पक्नु न बहिनी सरी बहिनी मा कसम खुसी बहिनी मा कसम यो अप्सन बाहेक तपाईँलाई दिन म भोलि पक्नु न रबिन दाइले गर्नु भएको के को मजा आयो मान्छेलाई यहाँ यस्तो त्यो भइरहेको बेला मजा आयो भन्ने कमेन्ट परिवार निधन होला बाउलाई भविष्यमा बच्चा बच्ची पाउनु छैन र बहिनी
तपाईलाई म यो अप्सन बाहेक दिन्न भोलि पक्नु न म त खेल्दिन त्यसो भए म त छोरी पाउने हो म त छोरी पाउने हो बहिनी तपाईले पाउने हो तपाईले पाउने कहाँबाट पाउने बिउ त हामी छर्ने नि बहिनी कसरी कसरी रे ल कसरी अरे कहना क्या चाहते हो अरे कहना क्या चाहते हो अरे कहना क्या चाहते हो अरे कहना कसैले सम्झाइदियो गाइजर कसरी छर्छ भनेर हेर म त भन्न सकिनँ न त म भन्नु लाग्यो टिकटक रतली बना यार रोबिन नै तपाईँ र म सिङ्गल सिङ्गल खेल्यौँ त मेरो नि उइन्छ तपाईँको नि उइन्छ ल दाजुबहिनी पनि वान एन्ड डन मात्रै वान एन्ड डन मात्रै दाजुबहिनी पनि के खेल्ने यार कि तपाईँको विन जान्छ कि मेरो विन जान्छ वान एन्ड डन खेल्नेहरू खेल्नुस् गएको कति हुन्छ मेरो 10 जति होला मेरो 10-12 कति आएको नि ल गएको है त मलाई ल के हो पनि भन